संकट अवस्था बनेको थियो। उहाँलाई चाहिँ मैले फर्स्ट टाइम चिनेको भनेको 2047 सालमा जुन नेपालको नयाँ संविधान बनाउँदै थियो त्यसबेला संविधान सुझाव आयोगलाई अनि त्यो संविधानका सुझावहरू दिने समय थियो। उहाँ एकजना अब राजनीतिक सचेत भएको व्यक्तित्व र नेता हुनुहुन्थ्यो। उहाँ चाहिँ सायद भारतमा पनि धेरै राजनीतिक अनुभव गर्नुभएको र नेपालका चाहिँ नि मंगोल वंशजलाई चाहिँ उठाउने उहाँको एउटा उद्देश्य थियो। उहाँ धेरै अलि हकीबकी खालको, अलि ठाडो बोल्ने खालको र उहाँ चाहिँ अनि लुगा पनि चटक्क भनौँ न कोट पाइट लगाउने, बुट लगाउने र बस्दाखेरि पनि उहाँ अलिक फुर्तिलो साथ बस्नुहुने थियो। अनि उहाँ पनि एकजना प्रभावकारी नेता हुनुहुन्थ्यो। सीताराम तामाङ उहाँले चाहिँ नि हाम्रो जातीय संगठनको नाउँ चाहिँ जनजाति महासंघ हुनुपर्ने भन्ने शब्द प्रस्ताव भयो। डाक्टर गोपाल गुरुङले चाहिँ नि यो मंगोलहरूको संगठन हुनुपर्छ भन्ने प्रस्ताव भयो र केही चाहिँ हाम्रा लिम्बू राईका चाहिँ त्यसबेलाका कैलाश मादेन जस्ता व्यक्तित्वहरूले हैन किरात हुनुपर्छ भनेर प्रस्ताव, यो हाम्रो जाति जुन भनौँ न अलि मंगोल अनुहारका जातिहरूको हो त्यसमा चाहिँ कुन शब्द हुनुपर्छ भनेर भन्दाखेरि त्यो अन्तर्क्रियामा त्यो ठुलो समुदायमा चाहिँ नि जनजाति भन्ने शब्द चाहिँ नि पास भयो। त्यसकारण नेपाल जनजाति महासंघ भन्ने खडा भयो। अनि त्यसमा डाक्टर गोपाल गुरुङको चाहिँ नि मंगोल हुनुपर्ने यस्तो खालको कहाँको शब्द ल्यायो भनेर उहाँ अलिकति रिसाउनु भयो। अब बोल्ने त उहाँको हुनै भयो, तर किरात शब्द चाहिँ नि त्यति प्रभाव पार्न सकेन। तर त्यसबेला संयोजकको रोल मैले खेलिरहेको थिएँ। मैले भनेको थिएँ तपाईँहरू किरात शब्द राख्नु भने नेवार पनि किरात हो हाम्रो इतिहासले भनेर भनेको थिएँ। तर किरात शब्द त्यसबेला त्यति लबी स्ट्रङ भएन। तर त्यहाँ चाहिँ नि बुद्धिजीवीहरू, अब वकिलहरू, प्रोफेसरहरू धेरै थिए। उनीहरूले चाहिँ नि भारतमा अम्बेडकरले जनजाति भन्ने शब्द प्रयोग गरेको हुनाले अनि यहाँ पनि सीताराम तामाङले नेपालको जनजाति समस्या भन्ने किताब पनि लेखिसक्नु भएको थियो। अनि जनजाति भन्ने शब्द पास भयो र नेपाल जनजाति महासंघ खडा भयो। त्यसपछि डाक्टर गोपाल गुरुङले अनि त्यहाँबाट चाहिँ नि उहाँले आफ्नै प्रयासमा मंगोल नाउँमा चाहिँ संगठनहरू निर्माण गर्नुभयो। डाक्टर गोपाल गुरुङले चाहिँ नि मंगोल नेशनल अर्गनाइजेसन पार्टी दर्ता गर्नु खोज्नु भएको थियो, तर त्यो पार्टी पनि निर्वाचन आयोगले चाहिँ नि त्यसलाई चाहिँ पार्टी खोल्न दिएन। त्यसकारण उहाँ चाहिँ एक प्रकारको भूमिगत रूपले मंगोल नेशनल अर्गनाइजेसन एमएआरओ चाहिँ नि सञ्चालन गरिरहनु भएको थियो। मलाई चाहिँ उहाँसँगको सम्पर्क यही एक दुईवटा घटनामा चाहिँ उहाँसँगको सम्पर्क र उहाँले खेल्नु भएको भूमिका चाहिँ मलाई याद छ। त्यसपछि अनि मंगोल नेशनल अर्गनाइजेसनको रूपमा इलामतिर उहाँको पार्टी चाहिँ सक्रिय भयो।